हेर्छु मेरो जुन तिम्रो आमा कोयो बाप्रे 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 WWF दिस इज अ रियल फाइट हान्यो हान्यो हान्दियो यो हनी हन्टिङ यस्तै त हो नि हनी हन्टिङ होइन त यहाँको माथिसम्म होइन त्यहाँ हुन्छ रोड इतना ज़्यादा मजा आता है दोस्तों। ये हम लोग आज श्रीलंका के जंगल में है और हम लोग यहाँ पे खो गए हैं और रास्ता भटक गए हैं। अभी हम कहाँ आ गए पता नहीं है, लेकिन इसमें सर्वाइव कैसा करना है हम आपको दिखाते हैं, देखते रहिए। कल तक का डिस्कवर फिर आ गया, देखो इतना बड़ा नदी, ये देखो इसमें तो वो व्हेल भी हो सकता है। ओ माय गुडनेस, हम लोग ने पार कर लिया। क्या बोले भाई? अब क्या बोले क्या था भाई बोले? ये देखिए ये क्रेन है, यहाँ पे रास्ता बंद रख रहा है लेकिन हम लोग आगे बढ़ रहे हैं। ये देखो ओ उधर लोग है, माथि होला नि, तल कहाँबाट जाने हो र? बाटो ब्लक लाग्छ त्यहाँ। त्यो त घर जाने बाटो होला नि त, बस्ती होला नि त। पुरै सोध्ने हो त यार। त्यहाँसम्म त पुगौँ म त्यहाँ। हेर्न क्रिस्चियनको त्यो प्लस गरेको त्यो चर्च होला है पक्कै पनि। भनेकै त कता कहाँ जानु लाग्यो? अनि हिँड्न पर्छ। कति लाग्छ हिँड्न चाहिँ? हिँड्नु चाहिँ अब बिस्तारै हिँड्नु त आधी घन्टा लाग्यो। हजुरलाई आधा घन्टा होइन, हामीलाई 1 घन्टा लाग्यो। के छ अनि वातावरण त्यहाँको? के अरे लालीगुँरासहरू काफलहरू छ? लालीगुँरास काफलहरू त लट्रम्मै देखे। ल बाई चौकी डाँडा, दिस इज द चौकी डाँडा गाइस। कस्तो चिसो हावा आएको है। कस्तो क्युट कुद्छ यार। फेरि जानु लाग्यो नि त अब हामी। ओ मा ओए लाऊ लड लाऊ। कतासम्म जान्छ बाटो? उतैसम्म जान्छ होला। फेदिउ यो डाँडा गाडी उतै माथिसम्म जान्छ सिराजुको? कहाँसम्म जान्छ? हजुर अगाडि कहाँसम्म? बाइक कहाँ राख्ने त हो र? अनि माथि बस्ने व्यवस्थाहरू के छ? लास्टको यही हो कि माथि पनि छ? त्यो बाटो चाहिँ कहाँसम्म छ? बाटो माथिसम्म। यो बाटो त हाल्दैन।
यो बाटो त उता गएको छ यार उही स्लाइडिङ खेल्दै बच्चाहरू यार डेन्जर बच्चाहरू बाबु लिएर आउँछ चामलमा गुलियो त गुलियो छ अब अमिलोवाला चाहिँ मिठो हुन्छ कि कडा कडा भयो भयो खाना बनिरहेछ हाम्रो यहाँ डढे लागेको देखिँदो रहेछ नि डढेली के गरे अघि थाहा पायो पनि अघि वर्षाले के गरे थाहा छ वर्षाले अघि के गरे अरे हामी त मजाले बसेर गफ हान्नेको त पुई अरे टर्साइदिएर वर्षाले त मान्छे मात्र सानो रहेछ वर्षा त ओ ए ल मासु 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 ल ल ल आयो 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 गाइस मासु 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 चिकन बल वो पोल्ला ज्याकेट किन थाल्यौ त मलाई पनि त्यही भयो यसरी ए कसो लगाइरहेछ त अहिले यति गरौँ है ए मासु खै मासु 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 थोरै भयो होइन होइन हो म धुकाल त मैतिर आउँछ क्या हो ए वर्षा यस्तो गर त यस्तो गर खै कडा यिनीहरू कहाँ जानु लाग्यो तिमीहरू रोकिन्छ त्यहाँ म रोक्यो भने ल आइज आइज तिनजनाको एउटा एउटा हो है सिधा चुलीको नेपालको झन्डा यहाँदेखि देखेर छ ल बिहान भयो बल्ल थाहा पाइस् हेलो हामी सिराई चुलीको डाँडाको टपमा छौँ हाम्रो अङ्कल विनर होइन सबभन्दा फर्स्टमा पाइला टेक्ने सबभन्दा फर्स्टमा पाइला टेक्ने मामा अपकमिङ हामी चाहिँ कान्डीबाट आउँ त्यो ढुङ्गाबाट आउनु काटिहाल्यो
45 मिटर हामी टपमा छौँ। यो चाहिँ चितवनको सबभन्दा हाइएस्ट पिक हो। मोबाइलमा के देखेछ केही थाहा छैन यार। लान्ताङ भ्याली, रोलवाली, गणेश एन्ड मनसालु एन्ड सिराचुली आउने इच्छा छ भनेपछि सिधै शक्तिखोरसम्म आउने है। शक्तिखोरदेखि सिद्धि टु चौकी डाँडा। यो शक्तिखोर गइसकेपछि पिछे हुन्छ। पिचको बाटो रोकेर बिचमा एउटा सानो गौरी समथिङ के भन्ने छ ठाउँ, त्यहाँदेखि चाहिँ भित्र छिर्नुपर्छ। अफ रोड बाटो आउँछ है। त्यहाँबाट सिद्धिदेखि चौकी डाँडा पुग्ने, चौकी डाँडादेखि सिराइचुली जस्ट 4 घन्टा 3 घन्टामा पुगिन्छ। पूर्वतिरको चाहिँ धादिङ जिल्ला, यतापट्टिको अब पर्व जान्दै भयो भान्जाले ओइलेको फुल मन परेको फुल ओइले नि रसिलो। यो छोरो हो, यो बाउ हो, सेम टु सेम छन्। यो पनि छोरा, यो छुट्टै यो नाजायज जाला हो यो। ल संसारको दुर्लभ चिज हामीले यहाँ टिपिसकेका छौँ। यो अब मिलियनमा बिक्छ, मिलियन बिलियन ट्रिलियनमा बिक्छ। ओ यो बिक्यो खायो, मार्केट खायो। अब हामी रिच। अब कसैले रोक्न सक्दैन हामीलाई। ब्ल्याकी ब्राउनी जानु फुल चाहिँ नखानु है, फुल पनि खाइदियो होला तिमीहरू। ल आऊ जाउँ अब घरतिर, भोक लाग्यो। नवीन के भट्टै खाँदै नखाएको बिसले पनि जिउँदै मार्यो भन्ने होला। यो हानिहाल्नुपर्छ क्याप्चर। वाउ नाइस। लो ब्याट्री भयो, इनेबल गरिदिउँ। सक्यो के छैन, अब तल जानु त अनि चाल लाउने। अब हिँड्नुपर्छ हाम्रो। चलो सिराइचुलीबाट हामी तलको गन्तव्यतिर हामी बसेको होटलतिर जाँदैछौँ। दिस इज रोडोडेन्ड्रन, हाम्रो देशको राष्ट्रिय फुल। मामा लुक हियर, लुक हियर। बाटोमा पुगिन्छ, सिधै माथि पुगिन्छ। कहाँ उड्ने? यहाँदेखि खसे नि बाटोमा त पुगिन्छ अरे के, सिधै माथि पुगिन्छ। बाटोमा होइन, सिधै माटा तल हो। बात त सही है। कस्तो म उ बनाउनु लाग्छु के हुन्छ नि, नेचुरल बोटाको नेचुरल बोटाको साइडमा खिचे जस्तो के। दिस इज आर्टिफिसियल नट नेचुरल हो। कता हिँडेको बुढी पल्टाएर। अङ्कल खुसी हुनुभएको छ अहिले। अब ओह्रालो छन् त सुइदिनु लाग्छन्। काफल हन्टिङ हुँदैछ, काफल टिप्दै। हजुर ए त्यो उसमा
काफल फलेछ यहाँनिर काफल एउटा फुल एउटा काफल Whispering pines sing